आदरणीय दर्शकवृन्द नमस्कार। तपाईँ यति बेला हेर्दै हुनुहुन्छ कमल नेपाली युट्युब च्यानल। दर्शकवृन्द तपाईँहरूले यति बेलासम्म हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर जोडिहाल्नुहोला। हामी दिन्छौँ हरेक दिन हरेक कलाकारहरूका जानकारीहरू। आज हामी तपाईँहरूको माझमा एकदमै खुसीको खबर लिएर उपस्थित भएका छौँ। धेरै दिनपछि अस्मिता डल्लाकोटी र गायक चिज गुरुङले लाइभ दोहोरी सार्वजनिक भन्ने जानकारी गराएका छन्। शक्तिकुमार गोदारले फेसबुकमा लेख्दै भन्छन्, अस्मिता डल्लाकोटी भर्सेस चिज गुरुङको दोहोरी सुटिङ हुँदैछ। अबको केही दिनमा तिर्सना म्युजिकको भिडियोबाट सार्वजनिक हुँदैछ। तपाईँहरूले धेरै दिनको पर्खाइपछि गायक चिज र अस्मिता डल्लाकोटीको लाइभ दोहोरी हेर्न पाउनुहुनेछ। गायिका अस्मिता डल्लाकोटीको मोबाइल हराएपछि लाइभ दोहोरीमा त्यति देखा परेकी थिएनन्। उनको करिब नेपाली 2 लाखभन्दा बढी पर्ने 16 प्रो म्याक्स हराएको थियो। यो जानकारी भने फेसबुकमा छ्यापछ्याप्ती आइरहेको थियो। गायिका अस्मिता डल्लाकोटीको फोन अहिलेसम्म भेटिएको जानकारी आएको छैन। शक्तिकुमार गोदार उनका श्रीमान हुन्। केही समय पहिला धुमधामसँग विवाह गरेका शक्तिकुमार गोदार र अस्मिता डल्लाकोटीको लाइभ दोहोरी समेत सार्वजनिक भइरहेको हुन्छ। अस्मिता डल्लाकोटीका स्वयं श्रीमान समेत लाइभ दोहोरीमा रहेर चिज गुरुङ र अस्मिता डल्लाकोटीको लाइभ दोहोरीको सुनेर र हेरेर मजा लिइरहेका हुन्छन्। तर पछिल्लो समयमा एकपछि अर्को चर्चा बटुल्न सफल यो जोडी यति बेला नेपालका हरेक कुना कन्दरामा पुगिरहेको हुन्छ। अस्मिता डल्लाकोटी र गायक चिज गुरुङ भन्ने बित्तिकै देश तथा विदेशमा रहेका हरेक नेपालीहरूले मन पराएको जोडी हो। धेरै दर्शकहरूले त समेत गायक चिज र अस्मिताको विवाह भइदिए आफूलाई आनन्द आउने र यो जोडीलाई देख्दा मजा लाग्ने समेत कमेन्टबाट बुझ्न सकिन्थ्यो। तर त्यो कुरालाई कटौती गर्दै गायिका अस्मिता डल्लाकोटीले शक्तिकुमार गोदालाई 7 वर्षको प्रेमलाई स्वीकार्दै उनले धुमधामसँग विवाह गरेकी हुन्। तर गायक चिज गुरुङ भने एक्लिएका थिए। एक्लिएसँगै गायक चिज गुरुङ र निर्जला गुरुङको भेट भयो। निर्जला गुरुङ लाइभ दोहोरीमा आइसकेपछि उनी एक्लिएका थिएनन्। देश विदेशमा घुम्ने र साङ्गीतिक कार्यक्रम लिएर हरेक नेपालीको कुना र कन्दडामा पुग्ने उनीहरूको जोडी 1 नम्बरमा परेको छ। भर्खरै मात्रै युकेको प्रस्थानपछि नेपाल फर्किएका चिज गुरुङले लाइभ दोहोरी सार्वजनिक गर्ने भएका छन्। त्यसो त गायिका निर्जला गुरुङ र चिज गुरुङको 2 दिन पहिला मात्रै लाइभ दोहोरी सार्वजनिक भएको छ। हामीलाई धेरै दर्शकहरूले चिज गुरुङ र निर्जला गुरुङको लाइभ दोहोरी कहिले आउँछ भन्दै सोधिराख्नु भएको छ। हामीले तपाईँहरूको माझमा अबको केही दिनमा चिज र निर्जला गुरुङको पनि लाइभ दोहोरीको अपडेट दिने नै छौँ। अबको यो लाइभ दोहोरीको अपडेट भने तिर्सना म्युजिकबाट आउने चिज गुरुङ र अस्मिता डल्लाकोटीको निकै रमाइलो र मनोरञ्जन खालको लाइभ दोहोरी रहनेछ। किनकि चिज र अस्मिताको विवाहपछि उनीहरूको लाइभ दोहोरी पनि उस्तै प्रकारको हुन्छ। व्यङ्ग्यात्मक भिडियो सङ्गीत रहनेछ। चिजले टुक्काबाट नै प्रहार गरिरहेको